लाग्छ त्यही तरिकाले म चाहिँ काम गर्ने गर्थेँ। र त्यसैले पनि मलाई धेरैले भन्नुहुन्छ के भने सर भन्नुभन्दा एकाडेमिक फादर भनेर अहिले पनि सम्झन्छु। जस्तो कि मलाई लाग्छ अब हिमालले अहिले पनि नि कल गर्दाखेरि भन्नुहुन्छ क्या गुरुबा अलिकता इमोसनल यो दृष्टिकोणले नि अन्यथा नमान्नु होला है। मलाई आफूलाई यहाँ आउँदाखेरि त्यो किसिमको नि एउटा 32 वर्ष भयो, सायद एक दिन पनि नि मलाई नकारात्मक तरिकाले कहिले पनि छोएन। र फेरि जो नकारात्मक ढङ्गले म कहाँ आउनुहुन्थ्यो रियली उहाँहरू एकदमै भिन्दै तरिकाले फर्किनुहुन्थ्यो कोठाबाट भेटेपछि। त्यो मलाई त्यो महसुस छ। अब जस्तो कि आर्थिकको सम्बन्धमा पनि कुरा गर्दाखेरि म हाम्रो सापकोटाजी दुईटै सापकोटा हुनुहुन्छ यहाँ, तर एफएबिएममा जुन काम गर्दाखेरि एउटा छुट्टै किसिमको धारणा र हामीले के भने यस्तो किसिमको बिहेभियर बनाएका थियौँ, कहिले पनि हामीलाई नकारात्मक रूपले अगाडि जाने भन्ने नि कुरो भएन। त्यो तरिकाले हामी अगाडि बढ्यौँ। त्यस्तै मैले अब जस्तो कि ल्याबलाई सञ्चालन गर्दाखेरि ल्याबमा के कस्तो हुन्छ र यहाँ सबै भेटनरीको साथीहरू हुनुहुन्छ, अरू छर्लङमा त रेमन्द डाक्टर साहब हुनुहुन्छ। ल्याब कस्तो हुनुपर्छ भन्ने तरिकालाई नि यस्तो गाइडेन्सको हामी यसरी आयौँ र वान अफ द बेस्ट। हामी त युनिभर्सिटीको मात्रै भन्दैनौँ, साँच्चै भने त्यसले हामी धेरै माथिल्लो तहको, म गर्वका साथ भन्छु कि माइक्रोबायोलोजी ल्याब जुन हो जसले अन्तर्राष्ट्रिय लेभलका जर्नलहरूमा थुप्रै हामी भन्छौँ नि Q1 को तौर तरिकामा थुप्रै पेपरहरू नि सायद म्याक्सिमम नम्बर युनिभर्सिटीको ऊबाट पब्लिकेसन भएकोमा त्यो ल्याबबाट थुप्रै के भने अझ फर्स्टमा आउन नि सक्छ। त्यो तरिकाले र ल्याबलाई पनि अहिलेसम्म युनिभर्सिटीमा जो मान्छेहरू हामी भिजिट गर्न आयौँ भनेपछि सबैको मुखबाट निक्लिन्थ्यो एग्रिकल्चर भेटनरी, जहाँबाट कुन ल्याब हेर्ने भन्दाखेरि नि बस्नेत सरको ल्याब भन्ने हुन्थ्यो। इभन नट द माइक्रोबायोलोजी ल्याब भन्ने भन्दा पनि बस्नेत सरको ल्याब भिजिट गर्ने भन्ने हुन्थ्यो। म ल्याबमा त्यही तरिकाले पसेँ। त्यो ल्याब अहिले त रेमन्ड डाक्टर साहबले त्यसलाई मोलिकुलर लेभलको अझ बेटर ढङ्गमा लैजानु भएको छ। रियली आई थ्याङ्क हिम है। त्यस्तै जब मौका भयो एउटा के भने सङ्कायलाई नि डोर्याउने, साँच्चै नै त्यो सङ्कायलाई डोर्याउने सन्दर्भमा पनि नि यहीँ हुनुहुन्छ 3-4 जना जसले चाहिँ, म त डिन त थिएँ तर पनि त्योलाई कसरी लिएर जानुपर्छ त सङ्कायलाई भन्ने तौर तरिकाले हेर्नुहोस्। म तपाईँहरूको अगाडि छर्लङ्ग छ एक्जामको ताला हामी 25-26 वर्षदेखि नि हामीले एकाडेमिक क्यालेन्डरलाई मेन्टेन गर्ने कुरै भएको थिएन, तर हामीलाई 3 सेमेस्टर लाग्यो। मनोज सर यहाँ हुनुहुन्छ जसले एकदमै यति दिलो ज्यान लगाएर गर्नुभयो। हामी 3 सेमेस्टरमा हामी सम्पूर्ण भएका एक्जामहरूलाई एउटै एक महिनामा चाहिँ कम्प्लिट गर्ने भनेर हामी 6 महिना जाँचमा अल्झिन्थ्यौँ, 1 महिनामा जाँच कम्प्लिट गर्नेमा पनि भयो र त्यही अनुसार हामी चल्न थाल्यौँ। अनि हामीले अरू सङ्कायमा पनि त्यही क्यालेन्डर सेयर गरेर नि हामी एकाडेमिक क्यालेन्डरलाई चाहिँ अगाडि लैजाने भनेर त्योमा आयौँ। त्यसैले मलाई पूर्ववत हाम्रो भिसी सर पुण्य प्रसाद रेग्मीले भन्नुहुन्थ्यो, सायद त्यही सङ्काय भएर पनि नि म चाहिँ इज्जतका साथ बाँच्न सकेका थिएँ भनेर नि भन्नुहुन्थ्यो। यसैले नै नि मलाई इज्जत दिलाएको थियो सर। झन् अहिले जुन निक्लिने बेलामा त हामीले के भने 50 देखि 100 बनाऊ। अहिले त सबैले भन्ने गर्छन् कि सबभन्दा धनी सङ्काय भनेको एफएबिएफ हो भने है। त्यसै कारणले नि हामीले एउटा लिडिङ गर्दाखेरि, तर यो म त एउटा टपको उमा थिएँ, तर यहाँ हुनेमा रियल्ली सुबी डाक्टर साहब हुनुहुन्थ्यो, मनोज डाक्टर साहब हुनुहुन्थ्यो, रेमन्ड डाक्टर साहब हुनुहुन्थ्यो, त्यस्तै हिमाल डाक्टर साहब, यी सबै व्यक्तित्वहरूले नि एकदमै, अनिल डाक्टर साहब हुनुहुन्छ, मैले नाम छुटाएँ भने एकदमै गर्नु होला, सबैको साथ
यति रमाइलोसँग अझ यहाँ अहिले भएको मध्ये त 3 जना यहाँ हुनुहुन्छ, सुबे डाक्टर साहब र मनोज डाक्टर साहब, रेवन डाक्टर साहब, जसले रियलीमा एउटै मात्रै पनि प्रश्न नि डाइरेक्टली म कहाँ आउनै दिनु भएन। 4 वर्षको डिनको कार्यकाल मसँग आइपुग्नुभन्दा अगाडि नै नि उहाँहरूले नि बाहिरै नि सल्भ गरिदिनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो सर यो कुराहरू कोही कुराहरू आइपुगेका थिए तैपनि म आफू फ्रन्ट लाइनमा आएर गर्नुपर्ने कुरा केही पनि थिएन। त्यो पश्चात त्यसलाई एफएबिएफलाई एउटा उमा ल्याइ पुर्याइएको छ र अहिले युनिभर्सिटीको साथ भएको छ। साँच्चै भन्ने हो, मैले घमण्डका साथ भन्छु है, हामीलाई देखाउने आदि उमा पनि अहिले थुप्रै त्यसले नि एउटा छुट्टै साथ लिएको छ। त्यस्तै अब एउटा अनौठो मौका पर्यो। म सेवा आयोगमा पनि 3-3.5 महिना काम गर्ने मौका भयो, जुन चाहिँ 1.5-2 वर्षदेखि अड्केका कामहरूलाई हामीले टोटल्ली 100% नि त्यो 3 महिनामा नै अगाडि बढाएका थियौँ र रोकिएको कुरालाई नि 1.5 महिनामा जहाँ चाहिँ हामीले 1.5 महिना त आचार संहिता लाएर कामै गर्न पाएको थियौँ, तैपनि हामीले त्यसलाई नि एउटालाई चाहिँ रिजल्भ गर्न भ्याएको थियौँ र अर्को 1 महिना टाइम भएको भए हामी सम्पूर्ण अड्केका कामहरू नि त्यो सक्थ्यौँ। अलरेडी तयार छ, म गर्वका साथ भन्छु। अब खुल्नु साथ नि त्यो कुरो सरासर अगाडि जान्छ। कसैको नियत सही भयो भने है, त्यही हो भन्न खोजेको कुरो चाहिँ, नियत सही भएर अगाडि बढ्ने हो भने त्यो मजासँग जान्छ। त्यसै कारणले म यहाँहरूलाई के भन्न चाहन्छु भने नि हामी र साथसाथै मैले स्पष्ट रूपमा यो कुरा भन्दै नि हाम्रो भिसी सर अहिले आउनुभएको छ। तपाईँले आफूले आफूलाई साँच्चै नै क्लियर नियतका साथ अगाडि बढ्नुपर्छ अनि मात्रै तपाईँ कहाँ कोही पनि नेगेटिभ तरिका लिएर नि, किनभने मसँग 50 दिन काम गर्दा मैले 50औं काम गर्न सकेँ भने डेफिनेटली त्यही क्लियर भिजनका साथ क्लियर नियतका साथ अगाडि बढ्नुभयो भने नि कोहीले, हामी पनि छौँ नि, किनभने तपाईँ क्लियरली रूपमा अगाडि बढ्दै हुनुहुन्छ भने हामी कसैले पनि नि तपाईँलाई छुन पनि दिँदैनौँ। तर जब तपाईँ बाटो बिराउनुहुन्छ भने नि अनि तपाईँले केही पनि गर्न नि सक्नुहुन्न हो। यो चाहिँ क्लियर भएर तपाईँ नि अगाडि बढ्नु होला। यसले चाहिँ हामीलाई अब जुन अहिले थोरै समयमा त्यो भइसकेपछि अब गभर्मेन्टको निर्णय भयो, हामी सेवा आयोगबाट निस्किनु पर्यो। तर 8-10 दिनमा नै नि एउटा अपर्च्युनिटी मिल्यो, जुन चाहिँ मैले युनिभर्सिटी आउनुभन्दा अगाडि मेरो बहिनी पनि गोर्खा क्याम्पसमा पढाउँछ, उनीले मलाई भनेकी थिइन् कि एकदम स्वच्छ तरिकाले अगाडि जानु होला र आफ्नो एचिभमेन्ट नि एकदम पोजिटिभ तरिकाले चाहिँ गभर्न गर्न सक्नुहुन्छ दाइ तपाईँले भनेर नि। ठ्याक्कै म त्यही दिन सम्झिन्छु, मेरो बहिनीलाई सम्झिन्छु। मैले यहाँ लेखेको पनि छु क्या मेरो बहिनीको। अनि उत्कृष्टता त डेफिनेटली नि मेरो आफ्नो बिहेभियरले मैले आफूले के भने बेस्ट टिचर्स अवार्ड भने नि यही एएफयुबाट पहिलो म पाएको पनि छु है। त्यस्तै र शिक्षकहरूबाट र आफ्नो एकाडेमिक चिल्ड्रेनबाट जुन किसिमको माया पाएको छु नि, मैले यही कमिटमेन्ट गरेको थिएँ। अवश्य पनि युनिभर्सिटीमा गएर नि कसैसँग नि नेगेटिभ तौर तरिकाले त यस्तो उस्तो भनेर, अनि मोस्टली मैले अझ मेरो आफ्नो उमा लागेको भने हो ट्याग त लगाएका छन्, म पनि कुनै उबाट ट्यागी बनेको छु, तर मैले कहिल्यै पनि जिन्दगीमा नि कुनै पनि पोलिटिकल्ली बायसनेस भएर त्यसको बेनिफिट चाहिँ लिने छैन भनेर नि मैले त्यो कमिटमेन्ट गरेको थिएँ, त्यो पुरा गरेको छु। मैले अहिलेसम्म जिन्दगीमा कुनै पनि नि पार्टी र आदिको केही लिएको छैन र त्यही तरिकाले मैले यहाँ पनि काम पनि गरेको। त्यसो भएर हामी सबैले, र मैले त देखेको थिएँ म 50 दिन हुँदाखेरि तपाईँहरूको नि जुन किसिमको एउटा इनर्जी हरेक स्टेपमा आएर नि सर यसो गर्न पाए हुन्थ्यो भन्ने है, म सम्झिन्छु ओम प्रकाश सरलाई र हाम्रो बरटा सरलाई सम्झिन्छु। उहाँहरू आउनुभएको थियो मलाई नि, सर यो नैतिकताको आधारले पनि नि हामी राजीनामा दियौँ कि के हो भनेर यही 2 जना मान्छे हुन् मलाई त्यो भन्न आउँछ। अनि मेरो शब्दबाट नि मैले कहिले तपाईँहरूलाई त्यसो भनेको छु? आजको दिनबाट नि तपाईँहरूले आफूले चाहेको कुरालाई नि हामी कन्सेन्सस नभएर उ गरौँ, यो युनिभर्सिटीको लागि राम्रो कुरा हो भन्ने भएपछि नि मैले दुईटै सरहरूलाई नि तपाईँहरू आफ्नो काम अड्किएका कामहरू जे छ लिएर आउनुहोस्, त्यसलाई अगाडि लैजाउँला भनेर त्यही दिनदेखि ओम प्रकाश सर त अझ एकदमै कस्तो भएर जानुभयो।
र उहाँले सायद त्यही छोटो पिरियडमा पनि थुप्रै तालिमहरू गराउनुभयो है। नत्र भने म आजै राजीनामा दिन्छु भनेर नि, अनि मैले यस्तो शब्द नि बोलेको थिएँ कि घरमा गएर बस्नु मन छ त अब पढाउनु, यस्तै भाषा नि बोलेको थिएँ। तपाईँ यहाँ अब हामी सबै समूह भएर मिलेर काम गर्नु छ, युनिभर्सिटीलाई नि एउटा अर्कै तहमा लानु छ। त्यही भएर मलाई लागेको पनि थियो मेरो भिजनको उमा, मैले मेरो भिजन पेपरमा प्रस्तुत पनि गरेको थिएँ। डेफिनेटली 4 वर्ष काम गर्न पाएँ भने नि युनिभर्सिटीको नाम कहाँ छ भन्ने हामीलाई अहिलेसम्म थाहा छैन, तर हजारौँ युनिभर्सिटीको भित्र चाहिँ नि हामी यो युनिभर्सिटीलाई पार्छौँ भन्ने नि त्यो कमिटमेन्टका साथ, त्यो भिजनका साथ नै साथसाथै साउथ एसियामा हामी 5 देखि 10 नम्बरको बिचमा चाहिँ आउँछौँ भन्ने त्यो सुरुवात रियलीमा नि त्यसको बेसलाई मैले 50 दिनमा तयार पनि गरेको छु र त्यसैलाई टेकेर अगाडि बढिन्छ भने नि डेफिनेटली हजुरको भिजनमा पनि यो आएको छ, आउँछ र पुग्न सक्नुहुन्छ। त्यसो भएर यो ढङ्गले हामीले अगाडि बढ्यौँ भने डेफिनेटली युनिभर्सिटीलाई हामी ओल्ड र्याङ्किङमा नि ल्याउँछौँ पनि। र हजुरले अहिले जुन मलाई विधायी नि अथवा हेरोवेलको तौर तरिकाको कुराहरू नि गर्नुभयो।